वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म धेरै पछि भ्लग लिएर आएको छु। भ्लग के भन्दा हाम्रो चाहिँ पिकनिक 10 सेमिस्टरको चाहिँ हामी पिकनिक आएको छौँ कार्की डाँडा। मैले चाहिँ घर बनाउन चाहिँ बिर्सेछु, त्यही भएर अहिले चाहिँ म भ्लग बनाउँदैछु। यो चाहिँ हाम्रो पिकनिक स्पट हो कार्की डाँडा। साथीहरू छन् यहाँ, हेरौँ है त। अब हाम्रो चाहिँ यो चाहिँ पिकनिक स्पट हो है। यहाँ तल चाहिँ अर्को जोडी पिकनिक छन्। पोखराको भ्यू देखिन्छ यहाँबाट। जाम है त, साथीहरूले के गर्दैछन् म चाहिँ सबै देखाउँछु। यहाँ चाहिँ साथीहरूले गर्दैछन्, अदुवा काटिरहेछन् यहाँ। हेलो साथी। हाम्रो चाहिँ पकाउने चुल्हा हो। यहाँ चाहिँ दाइहरूले पकाउँदै हुनुहुन्छ। अब यहाँ पकाउने कार्यक्रम सुरु हुँदैछ। यहाँ हाम्रो चिया पाक्दैछ। चिया हो नि दाइ है? यो यहाँ चिया पाक्दैछ। यहाँ के हो यसमा? मेरो भ्लग हाई भन्नु न। यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ। यहाँ चना हो। हेलो साथी, वेलकम टु माई युट्युब च्यानल भ्लग। साथी हाई भन्देऊ। अनि त्यस पछाडि यहाँ चाहिँ साथीहरू सबै छन्। हेलो सचिन। यहाँ चाहिँ काटकुट कार्यक्रम हुँदैछ। काटकुट कार्यक्रम यस्तै। हेलो साथी, काटकुट कार्यक्रम हुँदैछ। मेरो ब्लगमा स्वागत छ साथीहरूलाई। हजुर फोकस, सुस्मितालाई फोकस कस्ती राम्री। वाह दिदी, वाह दिदी। हाम्रो चाहिँ यहाँ स्किप। अरे कहना क्या चाहते हो? स्पिकर बजे होइन एकछिनमा। यहाँ पच्चा धुमधामको उस गर्ने नहाँस न साथी यार। के काम गरे म चाहिँ भ्लग बनाउँदै हिँड्दै। अहिले म अब एकछिनमा सबै कुरा देखाउँछु। यिनीहरू चाहिँ यहाँ छन्, दुईजना स्पिकर भन्न गएका हुन्। के भएछ? ए ल, अब स्पिकर बनाउने दाइ लिएर आएछन्। अब हुन्छ यहाँ कस्तो माया भ्लग बनाउँछ। काका काँक्रो चोरहरू म नि खान्छु न एउटा। चुङ्गी खेल्दै चुङ्गी खेल्दैछौँ हामी यहाँ। 18, 19, 20, 21।
भेजले यहाँ यिनीहरू भेज तिमी त होइन है हामीले चाहिँ अन्डा रोज खाने सेसन सकियो फोटो खिच्दैछन् यहाँ ग्रुप फोटो खिचेर भ्यायौँ अब नाचगान खाजा खाने बेला भन्नु चाहिँ आजको खाजा यो चुकाउने दही आलु खेल्दैछ नि तातो दोरी हामी अहिले तितिर बितिर भुउँदै बस्दै सबैजना थाकेर धेरै नाचेर अब एकछिनमा खाना खाने अनि त्यसपछि हिँड्ने खाना सुरु भइसक्यो यहाँ छ काउलीको तरकारी हजुर अनि त्यस पछाडि यो के हो यो पनिर यो अचार त्यो मासु अब खाना खाने सुरु भइसक्यो साथीहरूले कोहीले त्यता खाँदैछन् उहाँ बसेर खाँदैछन् कोहीले चाहिँ यता बसेर खाँदैछन् हैन यो चाहिँ हाम्रो लास्ट नाच हो लास्ट नाच थ्याङ्क यू गाइज फर वाचिङ हाम्रो पिकनिक चाहिँ आजै नै सकिएको छ अब हामी चाहिँ गाडीमा सँगै सबैजना आउँदैछन् साथीहरू है अँधेरो भइसक्यो यस्तो धुलो उडेर आज गति चाहिँ यस्तो देखियो पुरै बिहान आउँदा बस्थ्यो अहिले बस्छ धुलोले अनुहार ए टाल्लेको के पछि साथीहरू चाहिँ बाहिर छन् अब जानु लाग्यो हामी क्याम्पस गेट